सिंहदरबार कसले जलायो सभामुख महोदय? जसले 75 वर्ष देश गलायो, जसले 75 वर्षसम्म देश चलायो, जसले बानेश्वरमा जेन्जीमाथि गोली चलायो, उसैले सिंहदरबार जलायो सभामुख महोदय। हाम्रो सिंहदरबारसँग केही पनि दुश्मनी थिएन, हाम्रो अदालतसँग केही पनि दुश्मनी थिएन, यो राज्यको संरचनासँग हाम्रो केही पनि दुश्मनी थिएन। जसले आँखा मिलाएर, कागज मिलाएर, भाका मिलाएर यो देशलाई 75 वर्ष लुटेर खाएका थिए, तिनैले आफ्नो प्रमाण नष्ट गर्नलाई अदालतमा आगो लगाए, सिंहदरबारमा आगो लगाएका छन्। यसको सत्य तथ्य संसारले बुझ्न पाउनु पर्छ र तिनमाथि कारबाही हुनुपर्छ। अस्ति एकजना सांसदले भन्दै हुनुहुन्थ्यो, अहिलेका नेताहरूको कोट पनि कालो, चस्मा पनि कालो हो। हाम्रो कोट पनि कालो छ, चस्मा पनि कालो छ, तर हाम्रो धन कालो छैन, मन कालो छैन। यति कुरा तपाईँको बिचमा राख्न चाहन्छु। म नेपाली कङ्ग्रेसको मुक्ति सेना, माओवादीको जनमुक्ति सेना हुँदै जेन्जी आन्दोलनमा योगदान र बलिदान गरेका सबैप्रति सम्मान प्रकट गर्न चाहन्छु। 2052 सालको अन्त्यतिर आउँदै गर्दा नेपालमा एउटा क्रान्तिको बिगुल बज्यो। त्यति बेला हाम्रा आमाका 2 छोरामध्ये एउटा छोरो आर्मी बनेर लड्यो, अर्को छोरो माओवादी बनेर लड्यो। भोलिपल्ट रेडियो नेपालको समाचारले भन्यो दैलेखको फलानो ठाउँमा घर भएको आर्मी मर्यो रे भन्दै गर्दा आमाले चित्त बुझाउन नपाउँदै साँझ 7 बजेको फेरि रेडियो नेपालको समाचारले भन्यो माओवादी फलानो उपनाम गरेको माओवादी मर्यो भन्दै गर्दा मेरी आमाले जसो तसो मन बुझाएकी थिए। तर अस्ति कान्छो छोरो भदौको 23 गते बानेश्वरमा राज्यले गोली हानेर हत्या गर्दै गर्दा अहिलेसम्म मेरी आमाले मन बुझाउन सकेकी छैन। मेरो आमाको जस्तै यहाँका धेरै जेन्जी आमाहरूको प्रश्न छ, मेरो छोरो हतियारधारी थियो कि आतंककारी थियो, के कारणले गर्दा हत्या गरियो? मेरो आमाको यो पनि प्रश्न छ। अहिले आरक्षभित्र बाँधर मार्नेलाई कारबाही हुन्छ भने बानेश्वरमा जेन्जी मार्नेलाई कहिले कारबाही हुन्छ भनेर मेरो आमाहरूले सोधिरहनु भएको छ। आफैले दुध चुसाएको मुखमा दागबत्ती दिएर आएकी जेन्जीकी आमा अहिले पनि यहाँ अगाडि बसिरहेकी छन् र उनले बार बार सोधिरहेकी छन्। त्यति बेला 24 गतेको त्यो आफन्तको पीडा सहन नसकेर, त्यो मृत्यु सहन नसकेर आन्दोलनमा होमिएकालाई त्यो आरोपमा जेल परेकाहरू हात खुट्टामा नेल लगाएर जेलमा बसिरहेका छन्। तर 23 गते गोली हान्ने हत्याराहरू बालमा तेल लगाएर, खुट्टामा तेल लगाएर अहिले पनि बजारमा टुकुन टुकुन घुमिरहेका छन्। तिनलाई कहिले कारबाही हुन्छ म यहाँबाट सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। आन्दोलन हुँदै गर्दा, जेन्जी आन्दोलन हुँदै गर्दा सिंहदरबार कसले जलायो भनेर अहिले संसारभरि प्रश्नहरू उठिरहेको छ। यसमा अलमल गर्नुपर्ने, ढलमल गर्नुपर्ने विषय केही पनि छैन। भिडियोमा देखिएकाहरू थुनिएका छन्, संसारले देखेकाहरूलाई कहिले थुन्ने हो यो बारेमा म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। आज मेरो निर्वाचन क्षेत्र नम्बर 10 काठमाडौँको जनताले